पागल ने मारे ओए पागल भगी सब पागल ओए आय के मेरा आंगन के मेरा आय 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 के मेरा तेरो बाउ तर्साने तेरो आमा तर्साने खटकेर के लामा लामा छ यति लामा बाइला फाल्ने यो काट्छ हुन्छ ओहो के छ तेरो हाल खबर ल आइज यहाँ बस बस यहाँ बस होइन यो मान्छे के गरिरहेको छ यो उता हेर न उता पागल भइस के किन हानेको मलाई के को पागल भन्छस् तैँले आफै लात्तीले हानिफाल भनेको होइन अरे यार मैले त तेरो हाल खबर के कस्तो छ पो भनेको त मेरो लात हानै अझै कम परेको छ तँलाई ए पक तँलाई पक यो त पागल भइसक्यो कहाँ भोटोले काट्छ ओए पागलले मारे ओए पागल भगी सब पागल ओए हाम्रो गाउँमा पागल आयो ओए साला भागेर बच्यो घोचोले दिने थिएँ साला साइला दाइ तपाईँ कहाँबाट आउनुभयो जनमन गर्दै दर्शन है साइला दाइ दर्शन तेरो बाउ तर्साने तेरो आमा तर्साने तेरो सम्पूर्ण परिवार तर्साने मलाई पो तर्साने भन्ने रहेछ होइन यो मान्छेलाई आज के भएछ टेढो टेढो कुरा गरिरहेको त फुस्कियो कि के हो तकुइस मेरो बाली ठुला होइन के भएको छ आज यिनी मान्छेहरूलाई झुटो बोलिरहेछन् त्यहाँ कसैले लात्तीले हानी फाल भन्छन् कसैले के भनिरहेछन् आज के कुलामा भन्छन् यिनीहरूले कुलामा के कुलामा भन्छन् बोल्न आउँदैन के भयो भाग्या तिमीहरू नस्ते भनेको त ढुङ्गाले मारेर लिन्थ्यो खेलुवाले त्यही भएर भाग्यौँ ए हो ठिक छ तिमीहरू जाऊ किन खेती त त्यसले बच्चाहरूलाई त्यसलाई त म एक दिन्छु ओइ बच्चाहरूलाई किन खेदेको बच्चाहरू बेच्यो रे कहिले बेचेँ मैले बच्चा बेच्यो भन्नु रहेछ यार मलाई पागल भइयो के हो यो बल्ल कति उखालो पनि साह्रै थाक्यो एकचोटि बसमै ल हुन्छ दिदीले पनि साह्रै दुःख दिन काफल टिप्न गए यति टिप्यो काफलले रहन्छ म जान्छु है अब
अङ्कल कता लाग्नुभयो नमस्ते आय 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 के गरे आउँदैन के गरे आय 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 मलाई समातेर नै त्यहाँ समातेर त्यहाँ समाते भने त म त्यस्तो फेरि गाउँले मार्छ फेरि समात्दैन होइन के भएछ आजभोलि अङ्कललाई उल्टो बोलिरहेछ नि त होइन कता हिँडेको बहिनीहरू हामी दिदीको घरसम्म जान लाग्यो ए हो अनि के काम जान लाग्यो त अनि दिदीको घरतिर अनि के त्यो कुटेर गाडीले समातिरहेको छ त अनि के हो दिदीलाई कसैले हो के हो चट्ट लगाएर दिदीलाई कसैले लगिदिने अनि दाइ दिदीले काफल ल्याइदिनु भनेको छ त्यही भएर काफल टिप्न त काफलै रहन्छन् यति मात्रै भेटियो ए हो ठिक छ लगिदेऊ ए साँच्ची अघि दाइ पल्ला अगाडि काकालाई के भएछ उल्टो बोल्नुहुन्छ उल्टो सुन्नुहुन्छ अँ साँच्ची मसँग पनि अस्ति भेट भएको थियो के छ हालखबर भनेर सोधेको लात्तुले हिर्कायो मलाई त त्यसले किन हानिस् भनेको झन्डै मलाई त्यसले त यत्रो घोचो लिएर झन्डै मारेन घोचो पनि कम ठुलो थियो म नपाकेको भए त त्यसले म चारी मार्थ्यो त्यो त आजभोलि पागल बुझ्यौ तिमीहरूले ए हामीलाई पनि त्यस्तै लागिरहेको थियो बेला के गर्छु पागलै हो कि हुँदैछ तिमी दाजु बहिनीहरूको के कुरा चलिरहेको के कुरा हुनु र अङ्कल त्यही पल्ला घरे साइलाको कुरा भइरहेछ कि आजभोलि पागल जस्तो गर्छ किन कुरा गयो भने उल्टो सुन्छ खै मैले पनि केही कुरो बुझ्न सकेको छैन कान्छा केही दिन पहिला मसँग पनि भेट भएको थियो दर्शन साइला दाजु भनेको मलाई तर्साउने भनिस् भनेर तेरो सन्तान तर्साउने भनेर मलाई त हेरेको हिँडै बनाएर कान्छा ए त्यस्तो भन्यो त्यसले त्यो त्यस्तै हो कि सबैलाई त्यस्तै भनेको कुरा त त्यसले होइन त्यो मान्छे चाहिँ अलि त्यस्तै अलि फुसेको जस्तो लाग्यो क्या मलाई चाहिँ त्यस्तै हो छोडिदिउँ त्यस्तो कुराहरू होइन मेरो घरमा पनि काम छ बहिनीहरूको घरमा पनि काम होला तपाईँको घरमा पनि काम होला अब ल ठिक छ अब भेटौँला फेरि है ल म त लागेँ अङ्कल ल बहिनीहरू पनि जाऊ है ल हेलो साथीहरू तपाईँहरूलाई सम्पूर्णबाट नमस्कार तपाईँहरूलाई कस्तो लाग्यो भिडियो त्यस्तै सल्लाह सुझाव दिन नभुल्नुहोला र हाम्रो यदि तपाईँहरू हाम्रो यो कवि मगर युट्युब च्यानलमा जोडिनु भएको छैन भने लाइक सब्सक्राइब गरेर जोडिनु होला पार्ट 2 चाहिँ हामीले अर्कोमा ल्याउनेछौँ र यस के भएको थियो के कारणले यस्तो भएको हो भन्ने चाहिँ तपाईँहरूलाई हामीले पार्ट 2 मा ल्याउनेछौँ र हाम्रो के कस्तो लाग्छ हाम्रो टिमको यो कमेडी भिडियोको चाहिँ हामीले गराएको तपाईँहरूले लाइक कमेन्ट चाहिँ तपाईँहरूले गर्नु होला त्यही अनुसारले नै हामीले चाहिँ अघि बढ्ने हो हैन अब तपाईँहरूले कस्तो लाग्छ त्यही अनुसारले दिनु होला हस्त धन्यवाद।